रणमैदानमै लड्न पर्दो रहन्छ। समाजमा प्रचलित व्यवहार सोच र बदल्न समाजमै बसेर समाजको रैथाने विश्वास र प्रचलनसँग लडाईँ गर्न पनि कुनै युद्ध भन्दा कम हुँदो रहेछ। विश्व इतिहासमा धेरै युद्धहरू भए, लाखौं मानिसहरू यसरी नै तोप बन्दुकको अगाडि चाहिँ ज्यान गुमाए। तर यस्ता समाजमा यस्ता पनि निस्के जसले चाहिँ समाजको लागि चाहिँ समाजमा योगदान दिन चाहिँ आफ्नो जीवनभर लडाईँ लडी नै रहे। जस्तै पश्चिमा देशहरूमा हेर्ने हो भने हाम्रा अब्राहम लिंकन भए हैन, मार्टिन लुथर किंग भए भने यतातिर हेर्ने हो भने भीमदत्त अम्बेडकर जी हुनुभयो, महात्मा गान्धी हुनुभयो, हाम्रा 4 शहीदहरू हुनुभयो। अब त्यस्तो बेलामा घरको ब्याकग्राउन्ड हाम्रो नेपालको समाजको ब्याकग्राउन्ड कस्तो थियो भन्दाखेरि नेपालीहरूले महिलाहरूले बोल्न हुँदैन, बाहिर बोल्न हुँदैन थियो, बाहिर जानु हुँदैन थियो भन्ने थियो। त्यस बेलामा मीना आचार्यलाई बोकेर हाम्री आमा रेवत कुमारी आचार्य राणाजीहरूको चाहिँ यो कस्तीलाई आँखा छलेर बुवाले जेलबाट लेखेको चिठीहरू लिएर जयप्रकाश नारायण, त्यस बेलाका हस्तीहरू जयप्रकाश नारायण, नेहरू, विश्वेश्वर प्रसाद कोइरालाहरूलाई भेटेर आउनुभयो र चाहिँ 2004 सालमा नेपाल महिला संघको संस्थापक सदस्य पनि हुनुभयो। त्यस्तै आमाकी छोरी मीना दिदी। अब मीना दिदीलाई लिँदाखेरि मीना दिदी एक अविरल योद्धा हुनुहुन्थ्यो। उहाँको लडाईँ घरभित्र र बाहिर दुवैतिर थियो। तत्कालीन समयको चलन अनुरूप बुबाले अब त छोरी ठुली भइसके, विवाहको समय पनि भयो भन्दा मीना दिदीले होइन, म उच्च शिक्षा हासिल नगरी विवाह गर्दिन भनेर बुबासँग विमति जनाउनु भयो। आमाले मीना दिदीलाई साथ दिनुभयो र बुबा र आमाको सल्लाह अनुसार मीना दिदी रसा जानुभयो र रसामा पढेर आउनुभयो, उच्च शिक्षा हासिल गरेर आउनुभयो। यो निर्णयको पछाडि नजान्दो पारामा उहाँको उद्देश्य पढेर खुट्टामा उभिनु थियो। अर्थात् अहिलेको समाजमा अहिलेको आम धारणा अनुसार महिलाले पनि पढेर आर्थिक र सामाजिक रूपमा आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने नै हो। यो उहाँको जीवनमा एक कोसे ढुङ्गा नै थियो। उहाँसँगै उहाँको व्यक्तित्व निखारिँदै आएको सङ्केत पनि थियो। उहाँले उच्च शिक्षा हासिल गरेर आएपछि नेपाल राष्ट्र ब्याङ्कमा जागिर खानुभयो। नेपाल राष्ट्र ब्याङ्कमा पनि अब यो पितृसत्तात्मक सोचसित उहाँको जम्का भेट भयो। त्यसले गर्दाखेरि कतिपय अवसरहरूबाट उहाँ वञ्चित पनि हुनुभयो। एकपटक उहाँको आत्मवृत्तान्तमा उल्लेख छ, एकपटक मलेसियाबाट यो पुरुषहरूलाई एउटा अन्तर्राष्ट्रिय गोष्ठीमा चाहिँ समावेश गर्ने आशयको पत्र आएछ। त्यस बेलामा तत्कालीन गभर्नर कुलशेखर शर्माज्यूले सी इज बेटर देन मेन भनेर चिठीको चाहिँ जवाफ पठाएर उहाँ नै चाहिँ त्यस गोष्ठीमा चाहिँ भाग लिन जानुभएको थियो। त्यसरी चाहिँ सङ्घर्ष गर्दै गर्दै चाहिँ आफ्नो अगाडि जानुभयो र पछि उहाँको त्यो स्वभावकै कारणले गर्दाखेरि रिसाउने र आफ्नो कुरामा